बाजे यो बाटो कता जान्छ? बाजे भनेर त तिमीलाई भनेको ल बुढो। रिप्लाई द क्वेशन। म 56 वर्ष पुगेर 57 वर्ष पुगुन्जेलसम्म यो बाटो जानु त कहीँ गएको छैन। तर कहीँ जाँदैन होला। अनि नानी चाहिँ कता गएको? म त दिदी भेनाकोमा गएको नि। दिदीको नाम कुसुम। ए भनेपछि त हाम्रो सोल्टिनी पो रहेछ त। म चाहिँ यो गाउँको मानेको जानेको पोर्टफुलीको काजी। त्यही त भनेको त। उहाँ त यो गाउँको राजकुमार हो नि। तर राजकुमार चाहिँ एक्लै हुनुहुन्छ। अब भनेको जस्तो राजकुमारी पाउनु चाहिँ भएको छैन। ए उहाँले राजकुमारी नपाएको जस्तै मैले पनि दिदी भेनाको घर जाने बाटै पाएको छुइनँ। देखाइदिनुहोस् न। कुसुम नानी घर त यहीँ पल्लोपट्टि हो नि हौ। हामी जाँदै हामी दुई पुऱ्याइदिइहाल्छौँ नि। एकछिन गफसफ गरेर जाउँ न बरु। ए छिटो जानुहुन्छ भने चाहिँ मसँग जाउँ न। म त्यही बाटो जानेछु हजुर। ए हुन्छ म पनि जान्छु नि। हेत तिरीका बुढो, एकै झलकमा मन परेको नि यो केटी त मलाई। लपर्ला पर्ला जस्तो हुँदै थियो, फ्याट्टै त्यो भैया युट्युबको 5 सेकेन्ड एड जस्तो फुताएर लग्यो भन्यो। त्यही त काजी। अब पाउना थियो र मात्रै, न त म एकैतालमा स्किप गरिदिन्थेँ नि हो त्यो एड। हौ काजी, अब यहाँ थारा भैँसी जस्तो बसेर हुँदैन। सोल्टिनीसँग खेल सुरु गर्नुपर्छ। मैले पनि त्यही सोच्दैछु। अब त बेहुला हुने। मन पराउँछ नि हौ सोल्टिनीले। पाउनालाई भनेर पठाएको पैसालाई रक्सी घिचेर मरिस्। दिपेक सेटिङ नगरी दिन कसरी स्टार्ट गर्नु है? अब जब स्वास्थ्य नै ठिक छैन भने संस्कारको के मतलब? साला मथवा घिचेर मुन्टेस् फेरि। अब पाउनालाई चाहिँ त्यहाँ फिला छिरेर दे। त्यस्तो राम्री साइडलाई फिला छिलेर त के मुटु कलेर दिनु तयार छु नि हो म। साला मथु घिचेर के गर्छस्? बोल्छु। तँलाई पनि म जति आँखा लाउँछु। ल तँलाई मेरो बहिनीमाथि आँखा गर्छस्? तेरो नि म तेरो बेहुराले यस्तो चाहिँ मन पर्दैन। तेरो नानी बेहुरा चाहिँ नि म तेरो यस्तै बेहुराले गर्दाखेरि चाहिँ नि म गर्दैन बुझ्यो? दिदी के गर्नुभएको भेनालाई? ए ला यो पाइ पुगेछ। यो पालि हेर्न भेनाले कुस्तीमा भाग लिने अरे कि त्यही भएर प्र्याक्टिस गरेको है बुढा। अनि अब यसपालि च्याम्पियन हुने भयो नि। झन् तिमी आछौ म त नकआउट गरेको नि है। आइज न बहिनी टिक्कै आइपुगे जस्तो पनि। आइज न भित्र बस् न। वाउ साथीहरु कस्तो दामी जग्गा। एकदमै रिल्स बनाउनु मन पर्यो। अब म रिल्स बनाउँछु। यति दामी। तपाईँहरू पनि हेर्नुहोस् न पछाडि ब्याकग्राउन्ड कति दामी। यतै बस्नु मन पर्यो। यति दामी प्लेस। तपाईँहरूलाई पनि देखाउने छु यस्तो दामी प्लेस। वाउ बनाऊ बनाऊ भिडियो बनाऊ। यो देख्दै गरेको खेतबारी सबै मेरो। त्यही त भनेको। काजी त हेर्दा मात्रै म त्यस्तो त। काजी त जमिनदारी हो नि। काजी त लट कर्नवालिस हो नि हो है काजी। के पो त्यो भनेको त? डर लाग्दो जग्गा जमिन भएको मान्छे नि। हो म वाउ साथीहरु यस्तो दामी जग्गा। नानीको च्यानलको नाम चाहिँ के छ? फ्रम लक्ष्मी लिम्बू। ए लक्ष्मी। ए भनेपछि म पनि त कृष्णको अर्को अवतार हो। मेरो पछाडि त त्यस्तो गोपिनीहरु त पछि पछि कति छ भन्दियो न बुढो। त्यही त भनेको त। अब योपालि चाहिँ काजीलाई लक्ष्मीले बास गर्ला जस्तो छ। अब काजीले योपालि चाहिँ आट्ने भयो कि कसो काजी? अब मेरो दिनमा एउटा लगन त आएकै हुन्छ नि। म वास्ता गर्दिन र त कि कसो बुढो भन्दै। काजीहरुको जमिनदारी मान्छे हो त। उसले आट गर्दैन। अब लक्ष्मी नै आएपछि त के कसो काजी? हो नि। अरे साइले बहिनी त यहाँ पो छौ त। घुमिसक्यो भने त जाउँ हैन? ल ओइ सुन त, तँलाई म 2 पेक किनिदिन्छु। त्यो तेरो साली चाहिँ मसँग होइन मिलाइदेऊ। 2 पेकमा साली बेच्न लाग्यो तिमीहरूलाई? 2 पेकमा त किन हो? तर म 1 बोतल मेरो तर्फबाट किनिदिन्छु नि। जति नै माधे पनि मेरोमा सलमान भन्ने चिज छ। साला कुकुरहरू, कुकुरको बेहोरा भएकोहरू। केटीको अन्न नदेख्ने कुकुरहरू। यस्तो कुरा नसुन, साला जात जनै हाल्छ। जो साली हो नि। कुरा लाको पनि हैन, हामीले घर बिगार्न खोजेको पनि हैन। तर जे आँखाले देख्यो त्यो कुरा भनेको मात्रै हो। त्यति मात्र के हो र? साली आदि घरवाली भनेर गालामा चप्पा पारेको त यही काजीले मेरो आँखाले देखेको कि कसो काजी? हो त अन्त म त्यति बेला भिडियो गरौँ भनेको थिएँ। फेरि प्रतिनिधि जस्तो मान्छेले
के अरूलाई भाइरल गर्नु भनेर नगरेको के कसो बुढो त्यही त भनेको साह्रै ठिक छैन है यो साली भेनाको चाहिँ सम्झाउनु है आफ्नो बुढालाई ल हामी त अब गाउँको एउटा प्रतिनिधि भएर भनिदिएको मात्र आफै विचार गर्नु तिमीहरू भेना सालेको चाहिँ के चल्दैछ सबल निक्कल लट्ठारेर पो आउँछ त तिमीहरू त होइन ती के भन्नुभएको त्यस्तो किन गराउँछ यो फेरि ओस्री पछि जस्तो फेरि ए अहिले आएर चाहिँ म ओथ्राको पोथी भए साला तैँले पनि दुनियाँ केटा सोल्टीहरू हेर्नु सकिरहेस् मेरै बुढालाई हेर्नु पर्ने साला तिमीहरूलाई चाहिँ म जानेछु मैले धेरै घाइगुई सुन्दैछु कि साला म नि तिमीहरूलाई तेरो बुढा लाने जस्तो लाग्यो मलाई कोही त नि के भयो तिमीहरूको साला बाटो लट्ठरिँदै हिँडेको चाहिँ मैले यही कानले सुनेको नि साला बहिनी भनेर यसो घरमा पो काम सघाउँछ कि भनेको त आम्मामा लट्ठरिँदै हिँडेछ भेना साली के हो तिमीहरूको चालामाला यस्तो सोच भने त तेरो घरमा आउँदै थिइन बस जा तँ जस्तो भेनामाथि आँखा गाड्ने चाहिएको पनि छैन अर्काको घर बिगार्ने आफ्नै दिदीको घर बिगार्ने जा ए तैँले त्यस्तो सोच भने त तेरो घर बस्न तफै बस जा यस्तो होइन नि त खेल यस्तै समाजलाई हँसाउनु यस्तो प्रगति गर्नु सालाहरू खासमा के हो भन्दाखेरि चाहिँ आई लभ यु कसैले देखेन होला हौ हल्ला त देखेन खुट्टा खाएको हल्ला नगर है